बुढो यहाँ हेर्नु त यहाँ हेर्नु न जब भ्याकेन्सी खुलेको रहेछ कि यसो हेरेको मेरो एजुकेसन क्वालिफिकेसन पनि ल्याउने रहेछ इन्टरभ्यू चलिरहेको रहेछ इन्टरभ्यू दिउँ त ट्राई गरौँ एकचोटि म पनि त काम गर्छु कस्तो गाह्रो हुन्छ ऊ झन् बाहिर निस्केर केही काम गरेको छैन बिचरा गाह्रो हुन्छ होला मलाई बुझ्ने कोसिसै गर्नुहुन्न म पनि त बाहिर निस्केर केही गर्न चाहन्छु मैले केही गरेँ भने मेरो लागि मात्र होइन नि हाम्रो लागि परिवारको लागि अझ बढी तपाईँकै लागि हो तपाईँ एक्लैलाई सबै परिवारको जिम्मेवारीको भार पर्दैन थियो त्यसैले ल त जे गरे पनि कति के यस्तो भन्यो उसो भन्यो खै के गर्नु म कति आज के भएछ पक्कै पनि कोसँग रिस उठ्यो होला मैले पनि केही भने झन् उसलाई रिस उठ्छ होस् केही भन्दिनँ बरु खाना बसाएको रहेनछ खाना बसाउँछु उसलाई सहज पनि हुन्छ त्यतिन्जेल उसको रिस पनि मर्ला नि त म यत्रो कराउँदा रिसाएर बस्दा पनि एक शब्द केही भन्दैन उसलाई त मेरो केही मतलब नै छैन मलाई माया नै गर्दैन रहेछ नभए त के भयो कसो भयो भनेर सोधिहाल्थेँ नि कोसँग रिस उठ्यो किन रिसाएको भनेर एक शब्द पनि भनेन हेलो साथीहरू नमस्ते भर्खरै भिडियो हेरिसक्नुभयो होला त्यो भिडियो हेरेर हजुरहरूलाई कस्तो लाग्यो त प्रतिक्रिया छोड्नु होला म चाहिँ फेरि भिडियो पछाडि किन आएँ त भन्दाखेरि चाहिँ यो चाहिँ स्क्रिप्टेड भिडियो हो मतलब मैले आफै स्क्रिप्ट तयार पारेर बनाएको भिडियो हो अनि यसको मेन थिम चाहिँ के भन्दा त यो भिडियो बनाउनुको मेन थिम चाहिँ के हो भन्दाखेरि चाहिँ कतिपय सम्बन्धहरू चाहिँ बोलेर धेरै अब उसले मलाई के भन्यो अनि मैले फेरि उसलाई के भने अनि त्यसमा हाम्रो मनमुटा भयो उसको वर्ड्सले मलाई हिट गर्यो अनि मेरो वर्ड्सले उसलाई हिट गर्यो त्यसपछि हाम्रो मनमुटा भयो भन्ने खालको कुराहरू हुन्छ नि त तर यो भिडियोमा चाहिँ के देखाउन खोजेको भने बोलेर मात्रै होइन सम्बन्ध नबोलेर पनि बिग्रिन सक्छ है मतलब उसको मनको कुराहरू मलाई भनेन भने र मैले उसको मनको कुरा त बुझ्न सकिनँ नि त सक्दिनँ अनि मैले मेरो मनको कुराहरू उसलाई भन्दिनँ अनि उसले आफैले मेरो मनको कुरा उसले बुझ्न सक्दैन नि त त्यही भएर त्यस्तो नबोलेर पनि सम्बन्धहरू बिग्रिन सक्छ है भन्ने थिमको साथ बनाएको भिडियो हो यो चाहिँ सो हजुरहरूलाई कस्तो लाग्यो त आजको भिडियो हेरेर यो चाहिँ मेरो सानो र पहिलो प्रयास थियो अझै पनि हजुरहरूले माया साथ र सपोर्ट दिनुभयो भने चाहिँ यस्तो खालको भिडियोहरू चाहिँ म धेरै लिएर आउनेछु र हजुरहरूले यो भिडियोलाई माया गरिदिनु भयो भने मेरो यो भिडियो पार्ट 1 हुनेछ म पार्ट 2 फेरि लिएर आउनेछु र हजुरहरूको साथ सहयोग र सपोर्ट चाहिँ आई निड इट सो सब्सक्राइब गरिदिनु होला अनि कमेन्टमा हजुरहरूको प्रतिक्रिया लेखिदिनु होला हजुरले आफ्नो फिडब्याक छोडेर जानु होला है कमेन्टमा यो भएन यो गर्नुहोस् है अथवा यो राम्रो पक्ष थियो भनेर हजुरहरूले कमेन्टमा लेखिदिनु होला सो साथीहरू अलिअलि हल्ला पनि आयो होला किनभने यहाँ अगाडि नै ठ्याक्कै अगाडि नै घरहरू बनाउँदैछ त्यसको साउन्डहरू आइराखेको छ त्यसले हल्का इफेक्ट पारेको छ भन्दै इग्नोर दिस फोकसमै मैले बोलेको वर्डहरू मैले बोलेको शब्दहरू होइन सो बाई बाई साथीहरू आजको भिडियो हेरेर प्रतिक्रिया दिन नबिर्सिनु होला है त